के भन्ने रे? हेलो गाइज भन छिटो नहाँसिकन छिटो हेलो गाइज आज चाहिँ हामी फर्स्ट टाइम यसरी मुकबाङ गर्न लागिरहेको छौँ। जस्तो हुन्छ त्यस्तै सिकाइदिनु होला। हामीसँग रहेको छ स्पाइसी बुलडग अनि चटपट अन्डा यस्तै यस्तै छ। फर्स्ट टाइम हो खाइल त चेयर्स। सेलाइ छ नि अझै चौचौ तर मिठै छ। कस्तो लाग्यो तिमीलाई? मिठो छ यार। यो चौचौ हाम्रो आज फर्स्ट दिन हो नि। बुलडग चाहिँ हामीले फर्स्ट टाइम खान लागिरहेछौँ जापान आएर। त्यो पनि हामीलाई मिठो लागिरहेको छ। हामी चाहिँ फुड इन्जोय गर्छौँ। हजुरहरू चाहिँ हामीलाई हेरेर इन्जोय गर्नुहोला। हामीले चाहिँ जापानमा छुट्टी यसरी मनाइरहेको छौँ है मुकबाङ गरेर। अब कहाँ जाने के गर्ने, जाडो छ बाहिर। तपाईलाई सबैभन्दा धेरै मनपर्ने चिज के हो खानेकुरामा? मलाई धेरै साथी मन नपर्ने भने केही छैन। खानेकुरा खान मिल्ने सब चिज मनपर्छ है मलाई चाहिँ। कुरा बुझ्नुभयो? अब हुन्छ नि त मान्छेहरूको एउटा चिज धेरै मनपर्ने। मेरो त्यस्तो फेभरेट भन्ने चाहिँ केही पनि छैन। सबै चिज खाएर हुन्छु। अन्त हाल्ला ल मेन कुरा त यो हाँसी चलाउने आउँदैन। त्यो पनि खाइरहेछु यहाँनिर। अलिक सेलाइ नै हाम्रो चौचौ त्यही पनि मिठो छ। मिठो छ। तपाईँहरू पनि ट्राई गर्नु होला। बुलडग चाहिँ मिठो हुँदो रहेछ। हामीलाई मिठो लाग्यो। म चौचौ मात्रै पनि खाइरहेको। फेन्टा दिनुहोस् न साथी। हामीसँग यहाँ फेन्टा पनि छ है। हामीले त्यसरी मिली खाइरहन्छौँ है। तपाईँहरू थुक नदिनु होला। थुक्निले पनि केही छैन। तपाईँहरू पनि साथमा केही चिज राखेर खानु होला। कसरी हुन्छ आफूलाई बिजी राख्ने, कसरी आफूलाई खुसी मिल्छ त्यो गर्ने। खाइन्छ भनेर आँट त गरियो कि साथी। गाह्रो पो पर्छ ख्याउने। यस्तो राम्रो सेटअप मिलाएर तिमीलाई धन्यवाद।
यो चाहिँ हामीलाई मम्मीले नेपालबाट पठाइदिनु भएको अचार हो। कागतीको अचार दामी छ। मुलाको अचार पनि कति धेरै पठाइदिनु भएको थियो, तर हामीले खाएर भ्याइसक्यौँ। अब यो कागतीको मात्रै बाँकी। अब अन्डा टोस्ट गरौँ। मैले खाइसकेको अघि नै। तपाईँहरू पनि हामी जस्तै साथी मिलेर यसरी नै बनाएर खानुहोस्, रमाइलो हुन्छ। मैले चाहिँ यो हातबाट यस्तो गरेँ भने साथीलाई लाग्छ नि, त्यही भएर मैले यो हात युज गर्दैछु। यो हातलाई गर्दै खाउँदा अहिले फेरि मान्छे नाम कुन हात भन्छ अरे होइन? देब्रे हात। देब्रे हात चाहिँ खायो भन्छ फेरि। मेरो साथीलाई फेरि देब्रे र दाहिने भने पनि थाहा छैन क्या। अचम्म। तर पिरो ठिकै छ है। ठिक्क हामीले कति 4वटा हाल्यौँ होइन। मेरो चाहिँ यो चलाउने स्टाइल यस्तो गर्ने। आउन त अब के गर्नु। तपाईँहरू चाहिँ कुन देशबाट कहाँबाट हेर्दै हुनुहुन्छ हामीलाई सबैजनाले माया साथ सपोर्ट दिनु होला। अहिले कति बज्यो? ठ्याक्कै 1 बज्यो रहेछ। 1 बज्यो। चेयर्स चटपटे चेयर्स गरौँ त आऊ साथी। अप्ठ्यारो त भएन नि? छैन यार। पिरो भयो। पिरो भयो? हामी दुईजनामा कसले मजाले खायौँ कमेन्ट गरिदिनु होला। हामीले चाहिँ हाम्रो नाम नै भन्न बिर्सेको रहेछौँ फर्स्टमा, अहिले भन्दैछौँ। अनि साथी तिम्रो नाम के हो बताइदेऊ उहाँहरूलाई। खानुमै मस्त नाम भन्ने पनि समय छैन। मेरो नाम चाहिँ विमला घले हो। मेरो घर चाहिँ धादिङ हो। अनि मेरो नाम चाहिँ प्रमिला महरा हो। मेरो घर चाहिँ काठमाडौँ सुन्दरी जल हो है गाइज। हाम्रो पहिले चिनजान थिएन कि, यहीँ जापान आएपछि मात्रै भेट भएको साथी हो मेरो चाहिँ।
हामी दुईजना चाहिँ यहाँनिर एउटै कम्पनीमा काम गर्छौँ अनि यसरी नै सँगसँगै चिनजान भएर म 1 वर्ष अगाडि आएको, ऊ चाहिँ 1 वर्ष पछाडि आएको। अनि त्यसरी नै हामी चाहिँ दुईजना सँगै भएर मिलिजुली गरिरहेछौँ, यसरी फुड इन्जोय गरिरहेको छौँ। मिठो छ, खाइ ल। हाम्रो चाहिँ पछाडितिर के देखिरहेछ हामीलाई केही पनि थाहा छैन। पछाडि नहेर्नु नहेर्नुला, हामीले जस्तो छ त्यस्तै प्रस्तुत गरेको मात्र। मिठो छ, सब चिज मिठो भएछ, जाडो पनि छ। बेला जाडो भएर कामी पनि रहेछौँ, खाना नि छोडेर खाइनौँ है। एउटा कुरा के तपाईँलाई मेरो के बानी मनपर्छ? मलाई त तिमीले माया गर्ने अनि साथ दिने त्यही नै सबैभन्दा राम्रो लाग्छ। कति महिना भयो हामी भेट भएको? 4 महिना भयो। 4 महिना। अनि हामी एउटै टाइपको रहेछौँ क्या, एउटै भाइब्स मिल्ने। ल यस्तो गरौँ ल भन्ने, यस्तो गरौँ ल, यो खाम त्यो खाम, सबै एउटै मिल्दो रहेछ। त्यही भएर नि हामी दुईजना चाहिँ मिल्न पुग्यौँ। जाडो भइरहेछ गाइस, पुरा कामिरहेछु म यहाँनिर, के गर्न। पन्ध्र भइसकेको म। साथी चाहिँ खाँदा खाँदा राजिकन अनि तिमीलाई चाहिँ मेरो के मनपर्छ बानी? मलाई तपाईँको बानी मान्छेले जेसुकै भन्नुहोस् कि नरिसाउने, त्यो कुरालाई हाँसेरै उडाइदिने, बोल्दा पनि हाँसिरहेको हुन्छ। हरेक कुराहरूमा साथ दिने, एकअर्काले एकअर्काको नराम्रो कुरा स्वीकार्नु नै साथ त हो नि। जे छ त्यसलाई स्वीकार्ने साथी। राम्रो भयो भने फेरि पनि हामी बनाउने छौँ पछि भिडियो। हामीलाई यो फर्स्ट टाइम भएर के बोल्ने के क्यामेराको अगाडि लाज लागिरहेको। अलि गफ पनि के आउँथ्यो कि हामीलाई, अलिक के हो अजिब लागेर यहाँनिर पुरा गफसप पनि आछेन। चलाउँदै गयो यार। यस बेलासम्म हेरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद सबैजनालाई। अब चाहिँ हामी
आफ्नै तरिकाले क्यामेराभन्दा बाहिर हाम्रो फुड इन्जोय गर्नेछौँ। ल सबैजनालाई बाई बाई।